हेलो वेलकम सबैजनालाई स्वागत छ मेरो च्यानलमा। र अहिले भने चाहिँ म यहाँ नेपालमा आएको छु इटरी। यहाँ हाम्रो एकजना सुन्दर साथीको घरमा बसेको छु। हेर्नु होला कस्तो दामी गार्डनहरू छ यहाँनिर चाहिँ। यस्तो मजाले सजाएर राख्नुभएको रहेछ। हजुरहरू पनि हेर्नु होला। चिटिक्क हो फुलबारी। यहाँनिर त आँप पनि दिएको थिएँ। आँप त अब अहिले म भिडियो गर्न भ्याउँदिनँ र भोलि हेर्नु होला हजुरहरू। अहिलेलाई चाहिँ म यतिमै भनिदिउँ होला जस्तो लाग्यो हो। आन्टी र ज्योत्सना दिदी चाहिँ अगाडि अगाडि हुनुहुन्छ उपर। यहाँ के फलेको रहेछ भन्दाखेरि नि यो के हो? यो के हो दिदी? यो के हो? यो ए निम्बु रहेछ इसी। ए बिमिरा अरे हेर्नुभयो। यहाँ मेवा पनि छ कति। यहाँ यो सुन्तला हो कि के? यो उ रहेछ के भन्छ सुपारी रहेछ। हेर्नुहोस् गार्डन हेर्नु क्या दामी दामी चाहिँ फुल चाहिँ रहेछ भने नि हजुरको उहाँको घरमा एकदम के भयो बटार्यो कस्तो दामी रहेछ नि त। हेर्नु कस्तो मिठो मिठो कलर रहेछ हजुर। हेर्नु होला यो घन्टी फुल कस्तो दामी हो। यो माइक फुल रहेछ कस्तो मजाको। यहाँ दुईजना हुनुहुन्छ। प्रणाम सिँगार गरागर हुँदैछ अरे यहाँ है। के भयो बटार्यो? त्यो एकै ठाउँ गरेको रहेछ नि त झुप्पा पारेको रहेछ। यो फुल यो एक कलर हो, त्यो एक कलर हो। सेम यस्तै है। यहाँ हेर्नु न गुलाबको फुल। अर्को एउटा सेतो छ, सेतो चाहिँ मरो। यहाँ हेर्नु न गुलाबको फुल के मिठो मिठो कलर। यसको त कस्तो सेन्ट पनि कस्तो मिठो छ। राजी महाराज यस्तो यति दामी सुन्दर कस्तो मिठो मिठो कलर। ल हामी गयौँ दाजु बिस्तारै ल। आउँछ बेलुका अब दाजु। कस्तो मिठो कलर रहेछ नि दिदी। कस्तो दामी प्लान्ट रहेछ स्न्याप प्लान्ट जस्तै। यो येल्लोमा है स्न्याप जस्तै सबै थोक रोपेको हेर्नु न तितेपातीहरूदेखि लिएर है। यहाँ हेर्नु त यो फुल यता चाहिँ बिस्कुटे फुल भन्छ हौ यसलाई बिस्कुटे बिस्कुटे फुल भन्छ अरे। हेर्नुहोस् यस्तो यत्रो बोट थियो।